सानो छादाको एउटा मेरो फेभरेट प्लान्ट हो यो कुकुडा प्लान्ट भन्छन् यसलाई किनकि यसको मुख हेर्ने बेला कुकुडा जस्तै छ कि चाखौँ गाइज कस्तो हुँदो रहेछ यो भित्र सेतो हुँदो रहेछ भाई। जब से व्लॉग्स डालने शुरू किए हैं बहुत से इंसान बोलते हैं कि मैं एआई हूँ। भाई मैं असली हूँ। हे गाइज वेलकम टु माई न्यू ब्लग। अब हेर्दा हेर्दै भिडियो बनाउन थालेको नि 8 दिन भइसक्यो। हिजोको भिडियो चाहिँ ठ्याक्क मैले पोस्ट गर्न पाएको छैन किनकि हिजो बेलुका 10 बजिसकेको थियो कि एडिट गर्ने बेला अनि लास्टको चाहिँ त्यो बोभरिङ देखाइरहेको थिएन बिकज इन्टरनेट नभएर अनि म बिहान गर्छु भनेर छोडेको थिएँ। अनि बिहान चाहिँ मैले सब एडिट गरेँ होइन, बत्ती गयो किनकि मेरो ल्यापटप अलरेडी सटडाउन थियो। मैले चार्जमा राखेर चलाइरहेको थिएँ कि बत्ती गयो अनि बत्ती जाने बित्तिकै मैले ल अपलोड गरेर पब्लिस गरौँ न त स्केड्युल गरेर भनेर गर्न लाग्थेँ पब्लिस। हाफ अपलोड भयो कि ल्यापटप भयो सटडाउन। बजे उठेको थियो र अहिले बज्यो र अहिलेसम्म पनि आएको छैन बत्ती र मेरो फोनको चार्जर नि लो भइरहेछ 5% भइसक्यो। अब हेरौँ आज के हुन्छ। बाहिरको मौसम यस्तो पानी पऱ्यो हुनाले आज त्यसरी सायद बत्ती गएको जस्तो लाग्यो मलाई। हेरौँ अब आजको दिन के हुन्छ, आज के गरिन्छ। अघि पानी परेर गाइज अहिले उस्सो भएको छ। आज त मौसम गार्डन छ। ठिक छ, अब म हल्का पानी रोक्यो, म जान्छु तल्ला घरतिर। डरै लाग्छ गाइज। हिजो एउटा भाइले मेरो इयरफोन तोडिदियो, अब ल्यापटपकै टुट्ने नि। आज यहाँ यो घरमा ढोका नरहेछ क्या गरममा नलाग्दो यो शरीर चाहिँ के भनौँ अलि कालो गरम छ हड झन नि यो तसो ये भन्ने नरोक्दो यो रोगन छ यो दुबो रोगन यो गाडालाई चिको रिसिरी गाडी भएर सकियो ए पुराइमा पार्मसम्म कति छ। सो यस्तै छ गाइज, भ्लगहरू बन्दैछ। कहिले लाग्छ कि लाइक भ्लग बनाउने बेला एडिटिङमा हल्का कमी आउँछ अनि कहिले चाहिँ लाइक भिडियोमा कमी आउँछ कि कहिले भिडियो हुँदैन। जो लाइक लगभग टन्नै भिडियोहरूमा चाहिँ के भएर चाहिँ खै मेरो मोबाइल बिग्रेर हो कि करप्टेड भइरहेको थियो क्या। अनि कहीँ एडिटिङ खराब, हिजो राति एडिटिङ नि भएन, यो त्यो प्रब्लमहरू आइरहेको छ, त्यही नि भिडियो बनिरहेको छ। यस्तो लाग्छ बोलीमा चाहिँ हल्का हल्का सुधार आइरहेको जस्तो लाग्छ। कन्सिस्टेन्सी अब भ्युज नभए नि कसैले नहेरेकै राम्रो अहिले त होइन यस्तो भिडियोहरू। अरू पछि अहिले गर्दै जाओ, इम्प्रुभमेन्ट भइराखोस् अनि पछि चाहिँ मान्छेले हेऱ्यो भने चाहिँ फेरि राम्रो क्या। अहिले चाहिँ ठिक छ, यो लर्निङ फेजमा चाहिँ लर्न गरेर जाउँ। भिडियो हाल्छु, फर्स्ट 10 डेज च्यालेन्ज छ त्यो कम्प्लिट गर्छु। 10 डेज पछि फेरि 20 डेज गरौँ ल। अहिले 10 डेज मात्र गरौँ, 10 डेज डेली भ्लग भनौँ न। ओखरको रुख, ओखर भन्छन् इङ्ग्लिसमा वालनट भन्छन् क्या हो, ओखर नट्स भन्छन्, खै वालनट हो कि के भन्छन्। तर ओखरको रुख यस्तो हुन्छ अनि अहिले फल्या त छैन तर यस्तो खाले हुन्छ ओखरको फल। अब यो फल्यो भने यो आफै झर्छ अनि यो बाहिरको कभरलाई चाहिँ तोडी निकाल्नुपर्छ अनि ओखर सुकाउनुपर्छ, फेरि हुन्छ ओखर। यस्तो हुन्छ ओभरअल ओखरको रुख। त्यो गाइस भिडियोहरू आउँछ, चिन्ता नगर्नु। 10 दिनसम्म त ढुक्कै आउँछ, जे परोस्, बिजुली नहोस् या के नहोस्, 10 दिनसम्म भिडियो रेगुलर आउँछ। इट्स डन फर मी। यो हाम्रो कल्लु पहलवान, अस्तिकै पहलवान र उसको साथी सेरे भन्न। म यहाँबाट यसरी आउँदै थिएँ कि अनि यो पाइप मेरो खुट्टामा लागेर यो भित्र थियो अनि यो ठ्याक्क बाहिर आयो कि, तर पानी ट्याङ्कीभित्र गइरहेछ क्या। द्याट मिन्स ओन्ली वान रुल अफ कोडिङ, इफ इट इज वर्किङ डोन्ट मुभ इट। यो हाम्रो प्यारी सपना दिदी, मेरो दिदी भनौँ गाइज। आफ्नै भाषामा बोल्नु पर्यो क्या। पहाडी भयो गाइज, तर मलाई हल्का पहाडी बोल्न अनि त्यसले मेरो मिक्स हुन्छ, त्यसैले चाहिँ म बढी नेपाली नै बोल्न खोज्छु। उसको नाम सपना भट्ट हो। ऊ चाहिँ मेरो दिदी, ठुलो बाबाकी छोरी, बहुत मेहनती छ गाइज। उता हेरेर राति कुल्लम समाएर यहीँ के हो त्यो कुल्लम, आलु पोखरा भन्दैनन् कुल्लम भन्छन् गाइज। कुल्लम अनि मैले आरु चाहिँ खाएको छैन, अब आरु खानुपर्ने। आज हिजो काफल खाँदै के अरे यो आलु पोखरा र कुल्लममा के फरक छ र? मिठो टाइपको हुन्छ हैन, यो चाहिँ खट्टा हुन्छ। चाखौँ गाइज कस्तो हुँदो रहेछ।
यो बिचक सेतो हुँदो रहेछ हौ। कस्तो यसको स्वाद त मिठो छ गाइस, तर हल्का खट्टा हुन्छ नि खट्टा खट्टा निम्बु जस्तो, निम्बुभन्दा हल्का कम तर निम्बु जस्तो रहेछ, तर खान लायकको। यो यसको बोट त देखेन त हामीले, देखेन कहाँ छ यसको रुख? उता माथि छ नि त। छ अनि किनति गर्ने केटी कहाँ गइदियो? यो खानु पर्यो। धुरा टुफान डाँडा भयो, त्यहाँतिर भयो, पुरानो ठाउँ भयो, त्यसको याद आयो, त्यसको मेमोरिजको लागि डडेलधुरा। क्यामेरा साई पर्सन भनेको यस्तो हुन्छ गाइस, हेर्नु जो क्यामेरादेखि जान्छ। मेरी ठुल दिदी कि ठुली छोरी दुइटैको झगडा भइरहेछ खाना पका भनेर। यस्तो त नगर गाइस, कान्छी भएछ कान्छीले भन्या मान्नुपर्छ थाहा छ कि नि? हैन त्यस्तो किन होइन? कान्छीले त्यस्तै पेलान त गर्नु हुँदैन। गर्नु पर्यो नि त। अब दिदी भयो, कति वर्ष जेठी हो त थाहा छ? 5 वर्ष जेठी हो। अनि तैँले उसको भने नटेर्ने? ठिक छ गाइस, अनि आज हाम्रो कहाँ जाने प्लान छ त? हाम्रो चाहिँ अब बजार जाने कि कहाँ जाने? बजार नजाने, यस्तो रुखतिर जाउँ। मान्छेहरू बजार हेर्दैनन्, रुखतिर हेर्छन् होइन। गाइस मेरो भिडियो मन पराउने मान्छे नि भेटियो। लाइक कमेन्ट एउटा सब्सक्राइबर, अनि लाइक कमेन्ट सेयर र भिडियो मन पर्यो कि नै? कस्तो मेरो भिडियो मन पर्यो कि? मलाई त लास्टै मन पर्यो साच्चै। के लाग्यो त्यसमा कमी कमजोरी? कमजोरी चाहिँ अब अलिअलि फर्स्ट न्यू हुनाले कुनै शब्दहरू हल्का उल्टा भएको थियो नि, अब त्यही राम्रो छ। ठिक छ हैन? प्रयास। लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। यस्तो पानी परेर घाम पर्यो भने नि गाइज यो पहाडको सिन क्या मस्त हुन्छ क्या। कहिले कहिले त हिमाल नै देखिन्छ, यहाँबाट डाइरेक्ट हिमाल देखिन्छ क्या, तर जहिले नि बादलले छेकिरा हुन्छ त्यसैले राम्रो देखिँदैन गाइज। तर एकचोटि यो बादल पुरा हटेर हिमाल देखिनु पर्यो, क्या मस्त सिन आउँछ नि गाइज। साथी मलाई यसरी घुरेर हेर्छ कि मलाई यसको यस्तो डर लाग्छ कि अरे हुँ गर्छ है, खाने त होइन त, घुरेर हेरिरहेछ हेर गाइज मलाई। गाइज खानासाना खाइ अब जान्छु माथिको घर। आजभोलि यस्तै न्युज आइरहेछ नि गाइज, अमेरिकामा कर्फ्यू भइरहेछ, त्यत्रो आन्दोलन भइरहेछ, अनि कति डिपोर्ट गरेर अनि ग्रिन कार्डहरूलाई नि रिएन्ट्री पाइरहेन। अमेरिका इज नट अ सेफेस्ट अप्सन भनौँ न अब एप्लाई गर्नको लागि। यहाँनिर हेर्नुहोस् यो शुद्ध पानीको मुहान हो, यो माथिबाट शुद्ध पानी आएर हुन्छ, अनि गएर पछि नदीमा मिक्स हुन्छ भनौँ न। यस्तै यस्तै सानो सानो गरेर त नदी बन्ने हो, थोपा थोपाबाट समुद्र बन्छ भन्छन् नि, त्यसैले गाइस थोपा थोपाबाट समुद्र बन्छ। त्यसैले अहिले हामी सानो छौँ भनेर हामीले हार मान्नु हुँदैन, अगाडि बढ्दै जानुपर्छ। थोपा थोपा मिलेर त समुद्र बन्ने, सानो सानो कुरा मिलेर त ठुलो बन्ने हो। अहिले जे गरिरहेछौँ त्यहीबाट त हामी अगाडि बढ्ने होइन र। सानो छँदाको एउटा मेरो फेभरेट प्लान्ट हो यो, कुकुडा प्लान्ट भन्छन् यसलाई, किनकि यसको मुख हेर्ने बेला कुकुडा जस्तै छ कि, लाइक कक जस्तै छ क्या। हेर्नु त गाइस, अहिले यसको बोटै छ, अनि यहाँ एउटा अलगै हुन्थ्यो च्याप्यो भने अर्कै खाले फुट्थ्यो क्या। योवाला हेर्नु है, यो च्याप्यो भने यसरी फुट्छ क्या, मजा आउँथ्यो कि। त्यसैले यसलाई च्याप्यो कि फुट्यो। फाइनली घर पुग्यो, माथिको घर पुग्यो भनौँ न। यस्तो छ यहाँ बस्ने रुम चाहिँ, बाँकी सब ठिक छ, मौसम सौसम सब ठिक छ। यताबाट फेसिलिटी राम्रो भयो त यतै बस्नलाई क्या मिठो वातावरण छ गाइस। जिम सिम नि जानु पर्दैन, तल्लो मल्लो घर गर्ने बेला वाक भइहाल्छ, मर्निङ वाक इभिनिङ वाक, मस्त एक्सर्साइज हुन्छ गाइस। वाकिङ एक्सर्साइज उकालो ओह्रालो गर्ने बेला। सानो सानो त म कति फुर्तिलो थियो हौ द गाइस, यिनीहरू काफल टिप्ने मान्छे। प्राइस कसरी छ एउटा गिलासको? कति रुपियाँ? एउटा गिलास अनुसार छ कि किलोमा दिन्छ? एउटा बाटाको कति? 10 रुपियाँ बाटा नि हुन्छ? अनि प्राइस स्टार्टिङ प्राइस चाहिँ 100 रुपियाँ हो? ए दिनको काफल बेचेर तिमीहरू 1000 कमाउँछौ, 3 जनाले 3000 कमाउँछौ र काफल मात्रै बेचेर होइन? यो महिनाभरि बेच्छ होइन तिमीहरू? महिनाभरि बेच्छ लगभग। महिनामा कति दिनसम्म बेच्छ यो काफल? कति दिनसम्म हुन्छ महिनामा? 1 महिनासम्म पुरै टिक्छ? 3 जना लागेर 60 90 हजार ल 1 लाख जति तिमीहरू महिना कमाउ। र त्यो 1 लाख के गर्छौ त्यो भन?
तिमीहरूको चाहिँ सेभिङ्स भन्ने कुरा जिरो छ, इन्भेस्टमेन्ट जिरो छ। 400 को सुट किन्नुपर्छ कसले खतरा। मलाई आरती भन्दैछ कि आकृति रे, उ त्यो आकृतिको 400 को सुट किनेर 100 मा बेच्यो रे। इन्भेस्टमेन्ट के गरिस अन्त। गाइज पहाडको जिन्दगी यस्तै हो, दिनमा रमाइलो नि छ, काफल टिप्यो, काफल खायो, गयो बेच्यो, पैसा कमायो, आयो। ल खतरा पोट्रो बनाएर रहेछ त। 400-500 कमाउँछस् फेरि। आज के लिएर आयो नि त? आज 500 को के लिएर आउँ भन नि त। अब तपाईँको अघि मोमो कसले बनाइदियो? ममा आरतीले। ओहो खतरा बनाउनु आउँदो रहेछ त। राम्रो थियो। आरतीलाई सोध्नु, आरती कस्तो थियो मोमो त? तिमीलाई कस्तो लाग्यो? खतरै लाग्यो? झुट नबोलिकन भन्नु ल। सक्सेसको लागि आफूसँग जे छ त्यसमा सन्तुष्टि हुनुपर्छ। यो सपना दिन जस्तै अरूको उमा डाहा गर्नु हुँदैन, सन्तुष्टि रहनुपर्छ जे छ आफूमा, फेरि सक्सेसफुल भइन्छ मान्छे। सो गाइज हामीले काफल टिपेर अब यिनीहरू बेच्न जान्छन् रे, तर म जाँदैन होला, धेरै टाढा छ, किनकि यिनीहरू मेहनती भए। गइसक्यो यिनीहरू, हेर कति छिटो भाग्छन् यिनीहरू। काफल इज रेडी टु सेल। डगेश भाइ, डगेश भाइ मेरो किन बाँड्छ भने ल भन् त। गाइज राति पर्न थालिसक्यो, अनि काफल बेच्नेवालाहरू चाहिँ अहिलेसम्म आएनन्, तर गएको छन्। मेहनत गर्छन् गाइज। उता देखिरह नि, यो यहाँ जान्छन् तिनीहरू काफल बेच्न। यहाँ रोडमा हिँडेर ठ्याक्कै यसको राइट साइडपट्टि एउटा रोड छ, हाइवे, त्यहाँ पुगेर उनीहरू काफल बेच्छ। यहाँ हेरेर कट्टाडा दादा भन्दै। गाइस दिस इज डिनर, रोटी, दुध र आलुको साग। गाइस डिनर भयो, अब जान्छु म तल। फाइनली गाइस एडिटिङ नि कम्प्लिट भयो। इफ यु लाइक दिस भिडियो, लाइक, शेयर एन्ड सब्सक्राइब। सी यु इन द नेक्स्ट ब्लग। बाय बाय। चलो गाइस गुड नाइट, अब सोते हैं।